नमस्ते। यदि तपाईलाई बच्चा गुमाउनु भनेको ढोका लगाएर बाहिर जानु मात्र हो जस्तो लाग्छ भने आजको मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोस् है। कतिले भन्छन् नि के काम छ र, त्यो एउटा बच्चा हेर्ने त हो नि। तर बच्चा हेर्ने काम देखिँदैन साथीहरू, जिम्मेवारी मात्र देखिन्छ। सानो कुरा बिग्रिनुपर्छ, गल्ती हुनुपर्छ है, कति धेरै सुन्नुपर्छ नि। एकछिनको लागि घुमाउन निस्किँदा पनि पहिला उसलाई फक्काइ फुलाइ गरेर खाना खुवाउनु पर्यो, त्यसपछि फेरि उसलाई फक्काइ फुलाइ गरेर कपाल कोरिदिने, लुगा लगाइदिने, अनि त्यसपछि फेरि उसको चप्पल, पानी अनि 2-4वटा सुरुवालहरू राखेर रेडी पारेर अब त रेडी भए, अब त निस्किन्छु भनेर ठ्याक्क निस्किन लाग्दाखेरि उसले सुत्छु आची गरिदिइसकेको हुन्छ। त्यसपछि फेरि त्यसलाई सफा गर्ने अनि बच्चाको लुगा फेरिदिने अनि बल्ल घरबाट निस्किने। झन्झट भयो भन्दैमा फेरि उसलाई घरमै राखिराख्न पनि मिलेन। कोठामा राखिराख्दा पनि बच्चाहरू आत्तिन्छन्, त्यसैले बाहिरी प्रकृतिसँग उनीहरूलाई घुलमिल हुन दिनु पर्यो। उनीहरूलाई हरियाली वातावरणमा लैजानु पर्यो अनि बाहिर देखेका जीवजन्तुहरू, यताउति साधनहरूसँग खेल्न मन पराउँछन्। सबैजना हिँडिराखेको हुन्छ, उनीहरूलाई पनि हिँड्न मन लाग्छ नि त, अनि हिँडाउनु त परिहाल्यो। पहिलेभन्दा सुविधा बढेको चाहिँ छ, तर बच्चा हुर्काउने जिम्मेवारी भने घटेको छैन। यति सबै झन्झट भनेको मात्र 2 घन्टा बच्चालाई डुलाउनुभन्दा अगाडि गरिने सबै झन्झटहरू हुन् के। तर जति नै झन्झट भए पनि बच्चा घुमाएर ल्याइसकेपछि घरमा आइसकेपछि उनीहरूको त्यो खुसी, छुट्टै इनर्जी देख्दा चाहिँ साँच्चीकै एउटा आमाको मन चाहिँ एकदमै खुसी हुन्छ। यही नै त हो हामी आमाहरूको खुसी भनेको। थ्याङ्क यू फर वाचिङ गाइज। कस्तो लाग्छ मेरो भिडियो? जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। मैले चाहिँ आफ्नो अनुभव सेयर गरेको, हजुरहरूले पनि आफ्नो अनुभव सेयर गरिदिनु होला। बाई बाई।